गुड खुवाई तातो तातो छ सुप पर्ने अनि कसले बनाउनु सुप तातो छ ए मलाई त्यस्तै भयो त थोरै छ अझै गुड खाए मलाई देखाउनु न नता नै निस्मा अलि पलाउँछ के दर्शन नमस्ते सम्पूर्णलाई म रोयल शिव राई फेरि पनि तपाईँलाई मेरो भिडियोमा स्वागत छ युट्युब च्यानलमा अथवा भ्लगमा आज विशेष हाम्रो आज चाहिँ विशेष के छ भने आज चाहिँ विशेष हाम्रो चाहिँ थुक्पा बन्दैछ गाइजहरू आज चाहिँ टक्कसँगले खाना चाहिँ नखाने भइयो हैन गाइजहरू आज विशेष हाम्रो चाहिँ थुक्पा बन्दैछ त्यसमा पनि झोल चाहिँ अथवा सुप चाहिँ हाम्रो टक्क राँगाको सुँगुरको खुट्टाको सुप बनाइँदैछ मेरो ब्याकग्राउन्डमा चाहिँ छोरी र छोरा पनि छ छोरा चाहिँ पुरा अलिक देखिने छैन अलिक तबास नाकेर देखिने तरिकाले लित्तरी चाहिँ यतापट्टि यहाँ पर भन्दै मेरो भिडियोलाई के कसो लाग्छ तपाईहरुले चाहिँ हेरेर माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अनि इन्जोय लिनु होला भन्दै अनि मेरो भिडियो के कसो लाग्छ भन्दै मैले चाहिँ मेरो भिडियोलाई चाहिँ अगाडि बढाउन चाहे अनि मैले तपाईलाई भनेकै छु मैले शनिबार चाहिँ प्रयाङ भिडियो लिएर आउने छु हिजो पनि मैले हालिसके शनिबार अथवा शनिबार चाहिँ हालिसकेको छु मैले फेरि पनि म अर्को शनिबार लिएर आउने नै छु भन्दै मेरो भिडियोलाई चाहिँ अगाडि बढाउन चाहे है त गाइजहरु के भन्छ तिमीहरु मेरो भिडियो अगाडि बढ्दैछ अब मेरो त्यसरी नै अगाडि बढाओस् भनेर भन्छु ल थ्यांक यू काडा ल थ्यांक यू काडा त्यसो भए अलि इंग्लिश जान्दैछ ल के जान्दछस् इंग्लिश स्कुलमा पढ्ने मान्छे How are you? I am fine, thank you. Where this is Vimes? Where this is a Vimes? What is this in the motors? I mother's name Fekuli. Don't kiss my mothers. English I not understand. I'm from here. Going to the market is the population is market. This is the market. English सुनेर म ढले Huh? Why market? Hello guys. आज चाहिँ हामी चाहिँ सुँगुरको खुट्टा काटिन्छ है त्यो चाहिँ थुक्पा खाने थुक्पाको सुपको लागि चाहिँ बनाउनेको गाइजहरु आज चाहिँ खाना खाइएन यो चाहिँ पोलेको यताला गाइजहरु फेरि पक्कले काटेर पोलेको यसो अर्ग्यानिक तरिकाले बनाएको गाइजहरु अब त्यसलाई आज चाहिँ थुक्पाको सुप बनाएर पुरा खाने भयो आज भातको साथै चाहिँ थुक्पा खाइन्छ गाइजहरु थुक्पाको सुप सिनो बनाउने का थुक्पाको सुपको लागि सानो नानी गाईका लागि पाक्नुपर्छ क्या यो यस्तो छ है ठीक हो सुपको लागि त धेरै ठुलो बनाउँदैन नि मासु थुक्पा एक ठाउँ होस् न हात काट्छ हात काटेर मेरो अम्लाको सुप हुन्छ नि छ्या म त खादिनै साच्चै धन्ना गयो कताको चुम्बकीय वस्तु भने के हो धेरै पछाडि मासु काट्नु पाएँ मैले आज गाइजहरु नत्र क्यामेराम्यान गर्दा गर्दा गाइजहरु खालि भ्याइँदैन थियो
यति मिनटले मलाई नै पुग्दैन होला सुप त भरे सुप भनेको थोरै थोरै पो खाने त झोल पो खाने त नि मासु खाने हो त यसलाई चाहिँ गाइजहरु उसिन्नु पर्छ सुपको लागि चाहिँ त खुरहरु छ खुर निकाल्नु कसले दिएको मलाई कहाँ हुन्छौ अहिले एकछिन त होमवर्क गर्नु भने कि मसिनो पार्नु कत्रो कत्रो पार्नु हैन अलि सारो पार्टी गर्ने झुडी त्यो जान्छ नि सुप त खाने हो नि राखो छ र सानो सानो मसिनो ठुलो यहाँ के अरे त्योमै पनि अघि तल अलिकति काट्दै थियो हो त नि ठुल्ठुलो होला यो कता गयो पावर धर्के मेरो चाहिँ नि त मुनिबाट छ त चाल्नु न हो त छैन ल गाइजहरु टिपन हाम्रो सुप बनाउने चाहिँ वातावरण चाहिँ मिलिसकेको छ भने अहिले भने चाहिँ अब थन्को मनकोमा छ ल ग्यास पनि बसिसकेको बाबा कति किच गर्छ हौ श्रवण खोइ बोलाउँदै आउनु बिस्तारै अनि के गर्दैन किच के गरेको छैन भन्छ अहिले म नबाजी हुन न र अघि पड्काइसक्थेँ मैले साह्रै किचकिचे बुढी बिहे गरिन्छ अर्को ल्याउनु पर्ला अब ल्याउनु मेरो घर भिडी छ मान्छे 1.5 फुटको छ टेबल छ 3 फुटको काम छ त प्याज काटेको मेरो पो आँखा पोल्यो त यता होइन गाइजहरू मेरो किचकिचे बुढी अर्को ल्याउनु भन्दैथ्यो म त गाइजहरू लास्ट किचकिच गर्छ के पाल्नु सक्छ भने त त्यो पनि ल्याउँदा नि हुन्छ ल साथीहरू यहाँ चाहिँ अब थुक्पा बस्छ है थुक्पा यहाँ भित्र बस्नुपर्छ के हाम्रो थुक्पा बनाउने गरेका चाहिँ यो तेल लगायो भने चाहिँ डल्ला पर्दैन बेसार लगायो भने चाहिँ कलर निस्किन्छ नुन लगायो भने चाहिँ मजाले भित्रसम्म पाक्छ भरे खाँदाखेरि टेस्टी हुन्छ यहाँ भनेको नि स्वादिलो हुन्छ भरे
खाँदाखेरि नुन भित्रसम्म पाक्छ है गाइस। हाम्रो चाहिँ यस्तै छ। मासु चाहिँ यता चाहिँ रेडी हुँदैछ। म पिसेको मसला लगाइदिन्छु। टमाटर लगाइदिनु होइन? टमाटर चाहिँ हाम्रो यो त्यतिकै लगाइदिनु भएर चाहिँ पाक्छ। 2टा टमाटर। टमाटो पानी हाल्दैन। कहाँ अहिले पनि लाउँछ पानी चाहिँ। पकाउने त हो यो मसला यो एकछिन हरिनुपर्छ नि। एकछिन लाउँदैछ र बनाउँछ ल सुनकार चाहिँ स्वाद आउँदैन के। मलाई थाहा छ। प्लिज सुडो किन गरेको त्यसरी जिनिसमा? पक्का हो नि? यो हो। लु उठबस गरिदिनु छ 2 तालियो। निस्कन छिटो निस्क। फेरि निस्किँदैन त जिनिसमा। यहाँ अगाडि आउने। कान पक्रिने अनि 2 उठबस। 1 2 यो लाई आउने। 2 टल उठबस। 1 2 अझै गर्ने नगर्ने। यता हेरेर भन्ने यता। अब नगरेको नगर्ने। ए म त यसरी फेरि पाकिसक्यो हाम्रो सुप चाहिँ। अब यसमा सुप लगाउनु बाँकी छ। अब सुप लगाइन्छ अनि सिटी लगाइन्छ अनि पाको हाम्रो चिक पार निस्किन्छ। भएर थपौँ है। अनि कहाँ दिन्छ त पारसलाई चाहिँ भर्खर त ज्वरो निको हुँदैछ। चिसो खाएर भएर बढ्दिनु। यो पनि थिएन है चिसो लाग्ला। अहिले फेरि थप्नुपर्छ यो सुपलाई चाहिँ। हाम्रो सुप पाकिसकेको अवस्था। नुनहरू लागेन। सुप कम भयो के हो नि। अब कहाँ हुन्छ त्यत्रो सुप चाहिँ कम। नुनहरू त पर्फेक्ट हो नि। म त सुँगेरै पत्ता लगाइदिन्छु लागेको छ। पाको भयो। कति लेख्यो कि बिचमा ढुक्का लगायो भने चाहिँ सजिलो हुन्छ। होइन मैले लिएको त तलबाट 50 को 6वटा 3टाले कति जाट्यो भने नि 3टा पुरा खाने। मजाले हुन्छ नि सिटी लगाइदिनुपर्छ। ल हाम्रो थुक्पा आम्मा धारिसकेको छ। धरि नै गएछ नि हो बुढिया। तर ठिकै जातिको अब धुनमा नुडल जस्तो भएछ। धुनुपर्छ राम्रो हुन्छ। ल चल छिटो हाम्रो थुक्पा चाहिँ रेडी। राख्न यहाँ भुइँमा नराखे नराख्नु चाहिँ भयो। म त सक्दिनँ खानेकै मात्रै हुन्छ हौ। ल
एउटा लास्ट दर्सेर हो त्यस्तो भएछ क्या गाँठो भन्दा जस्तै पाकेको थियो पानी हाल्न गरौँ वाउ खनाउन या युनिसमा खनाउन या पानी खनाउन हो त खना मलाई पुरा धेरै ठुलो गरौँ त्यो चाहिँ किचन पर्दैन हौ लु यो यसरी गर्नुपर्छ क्या यो नभएर त्यति मिठो हुँदैन मेराको यो मार्ने त नहोस् भयो ल भेट्दा बन्द चाउमिन बनाएर खाँदा पनि भयो सुप उब्रियो भने बनाएर खाँदा पनि भयो मैले पाएको के अक्षर यो कुकर फेरि यस्तो यो चाहिँ गाइजहरू 5 क्लासमा पढ्ने युनाइटेड पब्लिक एकाडेमीमा पढ्ने यो लाइक अक्षर है 2 कक्षामा लेख्ने बच्चा कस्तो छ हेर्नु होला गाइजहरू यस्ता लेख्छ 5 क्लासमा पढ्ने मान्छेको 6 मा जानेवाला छ त्यो लेख्छ युनिसमा यस्तो लेख्छ है 1 क्लास नर्सरी 1 क्लासको मान्छेले यस्तो लेख्छ है नर्सरीको त्यस्तो अक्षर चाहिँ राम्रो राम्रो लेख्छ धेर पढेको छ घरमा पनि आएर अनि अक्षर राम्रो लेख्छ अहिले केटाकेटीलाई चाहिँ त्यति लाग्दैन अहिले खायो भने फेरि थप्नुपर्छ आज टक्कले गाई सुप खायो बोस होइन Friends, we are eating noodles in this vlog. In this video. पाराजी के हो तानो लामो सरपाको तानो भन्दा मरिन्छ त मान्छे त को तान्नु मात्रै मेरो हेर्नु न मम्मीले मलाई चाहिँ मेरो दिमागले भन्नु मेरो दिमागले त्यस्तै ख्याल गर्दैछ यो त हाम्रो इन्स्टल सकिसकेको छ पुरै खाने खाउन छिटो गुरुबा के भन्नुभएको थियो तुलागा धन दिएर धन मैले धन खानु मन लाग्दैन किन फेलाको त हो मासु चाहिँ सबै केटीले खान्छ क्या अघि मैले खाँदैन भनेको नि खान्छ भन्दै भन्छ यो धेरै भइरहेन खानै सक्दैनौ मलाई यसको छाला यस्तो छाला मात्र मन पराउ खानेकुरा केही पनि उ नसर्वा हुन्छ पक्कै पक्रो पो खतरा हुन्छ त पर्छ त
युनिसले खाइसक्यो त झोल पनि उकालो आइनु नि मलाई कहाँ खाए मम्मीले दिएर म आलु हाल्नु भएन बोरा पनि दिन न आज भातको साथ त केटाले दुधेको थुक्पा रुच्दैछ नि के हो मिट नखाने काँटा दिन जुन काँटा देऊ न पर्दैनौ किन खानु जाँदैछ नि काँटाले खान पनि थुक्पाले त पर्थेन काँटाले दिने हो के भन्छ काँटाले पनि जान्दिनँ म त काँटाले त्यति आउँछ नि त त्यस्तो यसरी हौ कमास खाने बजान यतिमा यता चाहिँ पारस हाम्रो भान्जा बिरामी भएर बिराम भएर 4-5 दिन बिराम भएर अहिले भर्खर ठिक हुँदैछ 4-5 बता फ्राइडे पताले त्यही भएर सन्डे 2 दिन मात्र भयो मासु पनि एउटा पारसले चाहिँ खानु छैन त्यो भन्दा अगाडि पनि तिमी बिरामी छु नि म्यामले चाहिँ नभनेको थर्सडे भएकोमा बिरामी थर्सडे भन्दा अगाडि ट्युजडे ठर्के बिराम भएको थियो चाहिँ के हो ठर्के बिराम भनेको भन्छ ट्युजडे वेडनेसडे थर्सडे फ्राइडे सटरडे थर्के सन्डे मन्डे अब भोलि त पोरस जाने होइन पोरस नजाने भन्दैछ उसँग भन्ने योसँग पढ्ने नपर्ने तर पोरस जाने नजाने बोरोस होस्टेलको बोरोस हो होस्टेल होस्टेल जाने कि यही पढ्ने होस्टेल जाने बोरस भनेको त उ भयो छिटो खान्छ खाल्छेन भन्ने कुरा सन्त कम चाहिँ सन्त धेर चाहिँ जुन्स दाइको पारास ठुलोको सन्त धेरै छ अनि सेकेन्ड ठुलोको अलिक मेरो अलिक सन्त धेर चाहिँ हाम्रो जुन्स दाइको छ है ऊ अकाउन्ट ब्लक छ नि के को नाचका लाग्नु हुँदा ट्याप्स भलक छ नि मेरो त ट्याप्स 10-15 वर्ष नपुगेको मान्छे कहाँ देऊ देऊ भातको सबै हो अनि जुन्स दाइ 10-15 जस्तै बाहिर छोडिहालेछ थुक्पा नखाने भात खाने भात मात्र उ छ होला त बिहानको खानै खाँदैन हाम्रो पारस खान्छ बिराम भएर 2-4 दिन भयो के भएको केटालाई रहेछ तपाईँको खाने भनेर खा छोरी यो चाहिँ मेरो छोरा छिटो यो चाहिँ यो युनिसमा पारस खान्छ अनि किनखाङ जो कि मेरो दाइ हो धेरै खाइयो त खानु न फेरि अघि भर्खर यत्रो थियो ल 3 जना कसले छिटो खान्छ अब क्यामेरा होला पारस लास्ट हुन्छ होला अब मासुले झ्याउ भयो क्या मासु त खानु मजा जोको बन्यो भन्छ त मासु खानु सक्दैन तिमी बच्चा प्याज चाहिँ नलाइदिँदैन आइजु प्याज भन्छ कुनै कुनै पुग्यो मलाई केटाले फेरि दिँदैछ एकदम थपमा तिनजना खाने कतिखेर मेरो लास्ट चुपचाप खान इङ्ग्लिसले त कम्ती बोल्दैन हौ चुपचाप खान थुक्पा खुवाइ त गाई अब फेरि डिस्टर्ब भने Hey guys, here is now यता सरेन सक्न है सबै छानेर मासु जति चाहिँ फेर्ने रहेछ खाउ न छाला छाला पक म यसमा खान्छ मुखहरु पुस्नु पर्छ ए मुखहरु भिडियोसम्म गर्न पनि आउँदैन यार बुढीलाई छट खानुको काल मात्रै
गर्नुको काम मात्र क्या काम गर्नुको काम छैन तपाईलाई माम कति समझदार हुनुहुन्छ काम गर्नुहुन्छ काम तपाईँ खानु बस्नु रहनु मात्र हो गाउँ जानु अनि लक्कडी बेच्नु मात्र हो माम त सबै काम गर्नुहुन्छ लक्कडी के हो दाल बटुको अचार पकाउनुहुन्छ के पकाउनुहुन्छ मामुले तपाईँ पनि त खानु If you mind. Ai có dạ để làm cho buổi đây. Sugar đâu? मेरा नाम सुगरे डॉन nó phải đó làm tàn mới là thôi तपाईले यो यसले फोन दिनु भएको किन हेर सुनेर म पनि सक्छु छिटो Jangan kalau mereka sapi akan lalu. Ah, gimana? Kamu bentar na, dapat saya gimana? गाह्रो छ खानै नबस्दा खान्छौ यता हेर्दै खाउन खाएको घोप्टे घोप्टे गर्छ त भन्नु पर्दैन है अर्काको भागमा प्लाक लुकेर खानु खानु यिनी मात्रै चाहिँ गर्छ होस्नु पर्दैन कस्तो छ हौ अनि घोप्टेर खाएको छ खाएको छ अनि पुरा खान नबस्दा गर्दै अस्ति हुन्छ यसरी हेर्दाखेरि आफ्नो खानुको अर्काको के पलाएको लुकेर खानु पर्दैन कस्तो छ त होस्नु पर्दैन कस्तो जसरी खाँदा नि कस्तो जसै नदेखाउ फेरि घिनाउँदै खान्छ कस्तो खाएको रहेछ खान नबस्दा हड्डिया त नचुसौँ नि खालि त्यसो भन्छ हामीले चाहिँ अब गाईहरू खानाहरू पनि खाइसक्यो खाना रे सरी थुक्पा आजको खाना भने थुक्पा खाइसक्यो
बेलुकाको भोजनहरू खाइसकेका छौँ। तपाईँले नै खाइसक्नु होला है। फेरि अर्को भिडियोमा भेट्नेछौँ है त। मैले भनेको छु मेरो शनिबार चाहिँ प्र्याङ्क भिडियो आउनेछ, तपाईँले हेरेर सपोर्ट गरिदिनु होला भन्दै म एकदमै आभारी छु है गाइजहरू। अन्त अहिले बेलुका हाम्रो चाहिँ अब सब खानपिन पनि भइसकेको छ है त।